लिकेज भयो भने चाहिँ हाम्रो यो भइसक्यो भने चाहिँ के गर्छु भन्दाखेरि यहाँनिर तीनवटा यो कति छ हैन चारवटा खुट्टा निकाल्यो यसको होइन 3 गजको हो उपाध्याय भ्लग्समा तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ म कञ्चनपुरको पुनर्वास नगरपालिकादेखि कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आएको छु र अहिले म धनगढी उपमहानगरपालिकाको खुला मञ्चमा छु। तपाईले भिडियोमा हेर्दै हुनुहुन्छ सिप तथा रोजगार मेला धनगढी कैलाली धनगढी उपमहानगरपालिका लेखिएका ब्यानरहरू प्रष्ट रूपमा देखिएका छन्। आज म यो धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला आयोजना गरेको छ त्यसैको भिजिटमा आएको छु एउटा भिजिटरको रूपमा र भिजिटमा आइसकेपछि धनगढी उपमहानगरपालिकाको यति राम्रो काम सबैलाई देखाउनु पर्छ भन्ने हेतुले म यो भिडियो बनाउँदै छु। पछिल्लो समय बेरोजगारीता र वैदेशिक रोजगारका लागि विदेश जानेहरूको संख्या एकदमै बढ्दो छ। विदेश त जान्छन् तर मानिसहरूसँग सिप नभएर अनेक दुःख पाएका घटनाहरू पनि बाहिर आइरहेका हुन्छन्। सके स्वदेशमै गर्ने नसके सिप सिकेर विदेश जाने भन्ने महत्त्वपूर्ण कुरा हो। सायद धनगढी उपमहानगरपालिकाका गोपाल हमालले देशको जनशक्तिलाई बाहिर पठाउन दिनु हुँदैन, देशको जनशक्तिलाई देशमा नै सदुपयोग गर्नुपर्छ भन्ने हेतुले होला यहाँका स्थानीय तह अथवा यहाँका हजारौं मानिसहरूलाई विभिन्न विषयमा चाहिँ अहिले तालिम दिइरहेका छन्। भिडियो पुरा हेर्दिनु होला। मैले सबै स्टलहरू देखाएको छु एउटा भिजिटरको रूपमा। जति भिजिट गर्न मिल्छ त्यो सबै मैले भिडियोमा देखाएको छु। कृपया सबै भिडियो हेर्दिनु होला। लिकेज भयो भने चाहिँ हाम्रो यो पार्ट्सहरुमा एउटा पनि बिग्रेछ भने हाम्रो एसी र फ्रिजले काम गर्न सक्दैन। अनि यो चाहिँ हाम्रो एक्जुलरी कम्पोनेन्ट हो। यो भए पनि काम गर्छ नभए पनि काम गर्छ। यो भयो भने चाहिँ हाम्रो जस्तै मानौ ओइल सेपरेटरले के काम गर्छ? ओइललाई सुगरले कम्प्रेसरमा पठाउने काम गर्ने हो त। लिक्विड डिसोपरले के काम गर्ने हो त? यदि पूर्ण रूपमा लिक्विड नभइसकेको रेफ्रिजरेन्टलाई एब्जर्ब गरेर लिक्विड बनाएर अनि इभापोरेटरमा पठाउने काम गर्ने हो नि। स्टल नम्बर 3 रहेछ यो। यहाँ चाहिँ खासमा जो मैले भिडियो देखाएँ यसमा चाहिँ रिफ्रिजरेसन र एसी प्राविधिकको लागि चाहिँ पहिलो सिफ्ट चाहिँ बिहान 8 देखि 12 बजीसम्म हुँदो रहेछ भने दोस्रो सिफ्ट चाहिँ 1 बजेदेखि 5 बजीसम्म हुँदो रहेछ। स्टल नम्बर 4 AutoCAD 3D ओके। स्टल नम्बर 5 हार्डवेयर एन्ड नेटवर्किङ ओके। हार्डवेयर एन्ड नेटवर्किङ ट्रेनिङ गर्न सक्नुहुन्छ। स्टल नम्बर 6 मा छ ग्राफिक डिजाइन है। यसमा चाहिँ मेल 17 जना हुनुहुँदो रहेछ भने 8 जना हुनुहुँदो रहेछ। यो एउटा साइडको भयो, यो अर्को साइडको भयो। यो भइसक्यो भने चाहिँ के गर्छु भन्दाखेरि यहाँनिर तीनवटा कोलम राखेको होला, यता साइडको तीनवटा कोलम। देशभरिका हरेक स्थानीय तहले आफ्नो स्थानीय तह कस्तो बनाउने भन्ने कुरा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालबाट सिक्नुपर्छ। गोपाल हमालले जसरी पछिल्लो समय धनगढीको मुहार परिवर्तन गर्ने
र गर्न लागिरहेका छन्। त्यो देखेर देशभरिका हरेक स्थानीय तहका कार्यकारी अथवा प्रमुखले यो कुरा बुझ्न र सिक्न आवश्यक छ। हुन त कुनै पनि पार्टी सङ्गठनको मुनि बसेर यति राम्रो काम गर्न सक्दैन। एउटा स्वतन्त्र मेयरले के र कतिसम्म गर्न सक्छ भन्ने सबैभन्दा गतिलो उदाहरण हो धनगढी उपमहानगरपालिका। हुन त धनगढीसँगै काठमाडौँ महानगर र धरान उपमहानगरपालिकाले पनि एकदमै राम्रो काम गरिरहेका छन्। तर जति गोपाल हमालले काम गरेका छन् त्यति सायदै देशभरि कसैले पनि काम गर्न सकेका छैनन्। हुन त गोपाल हमाललाई यहाँका हरेक जनप्रतिनिधिहरूले साथ दिइरहेका छन् र गोपाल हमालको एउटा भिजन र मिसन एकदमै उत्कृष्ट छ, जसका कारणले आज धनगढी यहाँसम्म आएको छ र धनगढी अझै गोपाल हमालको पालामा धेरै अगाडिसम्म जान्छ भन्ने हामी अपेक्षा गरौँ। यसरी जनतामुखी कार्यक्रमहरू देशभरि नै हरेक स्थानीय तहले गर्न आवश्यक छ। हरेक स्थानीय तहले आफ्नो स्थानीय तहमा चाहिने प्राविधिकदेखि लिएर हरेक किसिमका जनशक्ति आफैले उत्पन्न अथवा उत्पादन गर्न सक्छ। जसरी अहिले यो सिप तथा रोजगार मेलामा धनगढी उपमहानगरपालिकाले अटोक्याडदेखि कल्चरल ड्रेससम्म र कपाल काट्ने नाईदेखि मोटरसाइकल सर्भिससम्म यसरी हरेक स्थानीय तहलाई चाहिने जनशक्ति जुन तहले धनगढी उपमहानगरपालिकाले उत्पादन गरिरहेको छ हरेक स्थानीय तहले उत्पादन गर्नुपर्छ र देशमा अहिले जुन तरिकाको समस्या बढिरहेको छ वैदेशिक रोजगारी र बेरोजगारीता त्यसको चाहिँ अन्त्य गर्नुपर्छ। यसका लागि मैले फेरि पनि भन्छु धनगढी उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालप्रति नमन छ। भिडियो पुरै हेर्दै जानु होला है। एकदमै म त यो भिजिट गरेर एकदमै खुसी लाग्यो मलाई। म एकदमै निराश थिएँ। म माथि केही एनर्जी पनि थपिएको छ, पोजिटिभ भाइब्स बढेको छ। आशा छ म फेरि पनि भन्न चाहन्छु यदि तपाईँले भिजिट गर्नुभएको छैन भने एकचोटि अनिवार्य रूपमा भिजिट गरिहाल्नुहोस्। यहाँ चाहिँ टोटल एकाउन्टेन्ट सम्बन्धित ट्रेनिङमा चाहिँ फिमेल 19 जना रहेछन् भने मेल 6 जना गरेर टोटल 25 जना है। 25 जनाले लाभ। यता पनि वेल्डिङ सम्बन्धी तालिम रहेछ। यहाँ चाहिँ सहभागी सङ्ख्या 14 जना रहेछ है। महिला 1 जना, पुरुष 14 जना यहाँभित्र अहिले भइरहेछ है। यहाँ जान मिल्दैन रहेछ। यसरी चाहिँ अझै स्टलहरू बाँकी छ। यसरी चाहिँ नेपालमै के गरौँ भन्ने का लागि धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेला सुचारू गरेको छ। जस्तै अब यहाँ वेल्डिङ सम्बन्धी तालिम भयो है। यसमा चाहिँ सहभागी सङ्ख्या 18 रहेछ। महिला 0 र पुरुष 18 जना। अहिले यसो कोही पनि हुनुहुँदैन, 2 जना हुनुहुन्छ। स्टल नम्बर 12 प्रोफेसनल मेकअप। यसमा टोटली फिमेल 25 जना है। प्रोफेसनल मेकअप सम्बन्धित ट्रेनिङ कुनै काम चलिरहेछ सक्नुहुन्छ है।
बारबर नाई तालिम महिला सङ्ख्या 7 र पुरुष सङ्ख्या 18 यता खासै कोही पनि हुनुहुन्न अहिले आजको लागि मात्र लेडिज यो आजको लागि मात्र हो आजको लागि मात्र हो यसमा चाहिँ टोटल मेल 10 जना र फिमेल 15 जना गरेर यहाँ चाहिँ हेयर कटिङ एन्ड स्टाइलिङ गर्ने कामहरू चलिरहेको छ तपाईँहरूको भिडियोमा मजाले हेर्न सक्नुहुन्छ यहाँ चाहिँ महिला मेलको सङ्ख्या 10 छ भने मेलको सङ्ख्या 15 छ मजाले प्र्याक्टिस चलिरहेको ECD टिचर ट्रेनर 25 जना उता पनि छ जम्मा कतिवटा स्टल छ यहाँ जम्मा कतिवटा स्टल छ 29 वटा है ट्रेनिङ 29 वटा ओपनले यता रहेछ त्यहाँ पनि बन्द छ यहाँ चाहिँ इलेक्ट्रिसिटी सम्बन्धित कामहरू चलिरहेको छ है हेर्न सक्नुहुन्छ मजाले यो चाहिँ विद्युतको वायरिङ सम्बन्धी कामको ट्रेनिङ चलिरहेको छ मजाले हेर्न सकिन्छ नेपालमा केही पनि छैन भन्ने मान्छेहरूका लागि धनगढी उपमहानगरपालिकाले सिप सिकेर नेपालमा केही गर्न सकिन्छ है भन्ने पछिल्लो एउटा युवा पुस्तालाई त्यो आशा जोस र सिप सबै कुराका लागि यो सिप तथा रोजगार मेला आयोजना गरेको छ हेर्न सकिन्छ है यहाँ चाहिँ वायरिङ सम्बन्धी कामहरू सिकिरहेको छ भने यहाँ चाहिँ फर्निचर सम्बन्धी यो चाहिँ फर्निचर मेकर तालिम भनेको छ यो चाहिँ फर्निचर सम्बन्धी सिकाउनु सम्बन्धी र यतापट्टि इलेक्ट्रिकल प्लम्बिङ मोटरसाइकल होइन यहाँ केही तपाईँको फर्निचर सम्बन्धी त्यही त त्यो फाल्नु भन्दा त तपाईँ बाँकी राख्नु न पछि फालौँला भने के छ र त्यसमा केही छैन त्यो कति छ होइन 4 वटा कति निस्किन्छ 4 वटा निस्किन्छ होइन हो 4 वटाको चाहिँ तपाईँको 10 इन्च चाहिन्छ भने 10 इन्चभन्दा बढिराखे पनि हुन्छ पछि अनि नाम के भन्नु काटिसकेपछि काट्न मिल्छ त्यो अहिले पनि तपाईँ 10 इन्चमा ठ्याक्कै काटेर यो भाग किन फ्याल्ने यो कति छ होइन 4 वटा खुट्टा निकालो यसको
4वटा टिकट निकालेर जति जति बढी छ त्यति बढी नै नाप्छ पछि काट्न मिल्छ यो टोटल नाप्नु त यहाँ टोटल नाप्नु त कति छ 12वटा पहिला आयो हैन 10 इन्च हो त्यो बढिहाल्यो केही छैन 48 छ भने पनि 12 चौको 48 12 इन्च हाल्नु 12 इन्च $760 काटा है 760 760 त्यही हो 760 प्लम्बिङ छ है यसमा हेडको फ्रेम छ फोनको अनि यहाँबाट सेन्टरबाट नै सेन्टरबाट त यहाँ 135 होला यो चाहिँ इलेक्ट्रिकल प्लम्बिङ वर्कसपको सामानहरू त्यहाँ राखेको छ भने यहाँ चाहिँ काम भइरहेको छ देख्न सकिन्छ यहाँ चाहिँ मोटरसाइकलको मर्मत सम्बन्धी स्टोर रहेछ यहाँ चाहिँ मोटरसाइकलको काम सिकिराख्नु भएको सबै फुल बक्समा छ यसमा छ हाम्रो 4 हो हैन 3 गजको हो र यसमा चाहिँ महिला दिदीबहिनीहरू र दिदीबहिनीहरूले यस्तो सामानहरू बनाउने कामहरू सिकिराख्नु भएको हेर्न सकिन्छ है वेल्डिङ सम्बन्धी काम वेल्डिङ सम्बन्धी काम चलिरहेको छ If you're
कल्चरल ड्रेस मेकर भयो है। यसमा चाहिँ मेल 1 जना हुनुहुन्छ भने फिमेल चाहिँ 24 जना हुनुहुन्छ। फिमेल 23 जना, मेल 1 जना गरी टोटल 24 जना है, हेर्न सक्नुहुन्छ। यो चाहिँ होटल म्यानेजमेन्ट सम्बन्धी वस्तु छ है। वेटरको लागि चाहिँ यहाँ चाहिँ मैले एज अ भिजिटरको नाताले भिजिट गर्न मिल्ने सबै स्टल भिजिट गरेँ। एउटा स्वतन्त्र मेयर भइसकेपछि, एउटा कुनै पनि स्थानीय तहको स्वतन्त्र प्रतिनिधि भइसकेपछि उसले कतिसम्म गर्न सक्छ भन्ने यस्ता यो एउटा कतिलो उदाहरण हो। गोपाल धनगढी उपमहानगरपालिकाका मेयर साहब गोपाल हमालले यस्ता सयौं कामहरू गरेर देखाइसकेका छन्। र फेरि पनि यो सिप तथा रोजगार मेलाले अझ उहाँको कामलाई देखाएको छ र उहाँको कार्यशैली र कार्यक्षमता प्रमाणित गरेको छ। हुन त काम गर्ने मान्छेलाई यी सबै कुराहरू प्रमाणित गरिराख्नु पर्दैन, तर जुन तरिकाले अहिले धनगढी उपमहानगरपालिकामा काम भइरहेको छ र यहाँका स्थानीयहरूलाई रोजगारी दिने अथवा रोजगार कसरी बनाउने भन्ने र नेपालमै बसेर जीविकोपार्जन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ जुन तरिकाले यो गर्नुभएको छ त्यसका लागि मेयर साहबलाई हृदयदेखि नमन छ। र यदि तपाईँहरू यो स्वरोजगार मेलामा आउनुभएको छैन र भिजिट गर्नुभएको छैन भने कृपया एकपटक अनिवार्य आउनुहोला, भिजिट गर्नुहोस् र आफूले सिक्न सक्ने सिपहरू एकचोटि यो अवलोकन गर्नुभयो भने तपाईँ हामीलाई जोस आउँछ, जागर आउँछ, नेपालमा पनि धेरै कुरा गर्न सकिन्छ भन्ने आशा पलाउँछ। म सबैलाई यही भन्छु, एकचोटि आउनुहोस्, भिजिट गर्नुहोस् र सिक्नुहोस् र नेपालमा नै केही गर्न सकिन्छ भन्ने वातावरण क्रिएट गर्नुहोस्। यो भिडियो कस्तो लाग्यो? यदि तपाईँहरूलाई मन परेमा भिडियोमा लाइक कमेन्ट गर्दै हाम्रो युट्युब च्यानल सब्सक्राइब गरिदिनु होला।